आज तपाईले गर्नुभएको पाप र धर्मको एक दिन हिसाब हुन्छ। जनताको गाउँ गाउँबाट पसिना पसिना गरेर पठाएको पैसा पाई गरेर पठाएको कर तपाईका भकारीमा आइसके पछाडि तपाईले अघोषित रूपमा, म यसलाई अघोषित रूपमा भन्दैछु, लुट्नु भएको छ। तपाईहरु सर्ट प्यान्ट त लाउनु भएको छ तर निर्लज्ज हुनुहुन्छ। तपाईहरु भकारीको सबै पैसा लगेर अर्कोतिर हाल्ने, आफआफतिर हाल्ने, अनि बाँकी रहेको जम्मै सांसद याद गर्नुहोस्, भोटको आधारमा यदि मूल्याङ्कन हुने हो भने कान्छाराम तामाङजीले भने जस्तै यो मुलुकको 50,000 मान्छेले मत दिएर आएको मान्छे म सुनिल शर्मा मोरस्टमा बोल्दैछु र प्रत्येक हाम्रो अगाडि बस्नुभएको सांसदहरू, हरेक सांसदहरूले कम से कम 40 देखि 50,000 मत दिएर आउनु भएको छ र हामी बोलिरहेको एउटा व्यक्ति होइन। तपाईहरुलाई सम्मानजनक ढंगले म भन्न चाहन्छु, तपाईहरुको हृदय छ कि छैन? नागरिक प्रति उत्तरदायी हुने हृदय छ कि छैन? तपाईहरु देशको मन्त्री हो, देशको नेता हो, या एउटा सानो समूह, एउटा झुण्डभित्रको तपाईहरु चाहिँ जो मन्त्री हो भन्ने मलाई लाग्छ। आज कस्तो देखियो भनेदेखि हाम्रो नेताहरू, तपाईहरु जो हुनुहुन्छ सम्मानित हुनुहुन्छ। तपाईहरुको कन्ट्रिब्युसन डेमोक्रेसीको निम्ति तपाईहरुले गर्नुभएको कन्ट्रिब्युसन प्रति हामी सदा तपाईहरुलाई श्रद्धा गर्छौं। तर आज छातीमा हात राखेर एकपल पशुपतिनाथमाथि उभिएर सोच्नुहोस् त, तपाईहरु के गर्दै हुनुहुन्छ? जनता 5वटा जिल्लाभित्रका मात्रै नेपाली नागरिक हुन् त? हाम्रो कर्णालीको, हाम्रो मुगुको, हाम्रो मुस्ताङको, हाम्रो मधेसको, तराईको, पहाड़को 5 जिल्ला बाहेक 72 जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन्? तपाईहरुलाई अलिकति दया लाग्दैन? अलिकति भित्र हरि हुन्छ नि, हरि थोरै त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो। त्यहाँका नागरिकमा को गाउँमा किसानहरूको चाहिँ भत्किएको पुल अलिकति बनाइदिन पाए हुन्थ्यो। सिंचाइको निम्ति एउटा सानो बोरिङ त्यहाँ गाडिदिन पाएको भए हुन्थ्यो। भोलि पर्सि म पूर्व जाँदाखेरि त हाम्रो सुनिल भाइले बाटामा रोकेर कमसेकम एउटा माला लगाइदिन्थ्यो कि, पश्चिमतिर जाँदाखेरि हाम्रो माननीय चन्द्र भण्डारीले अर्को माला लगाइदिनु हुन्थ्यो कि। तपाईहरुलाई अलिकति त्यो विवेक, यसलाई विवेक भन्छ। मान्यज्यूहरू, मन्त्रीज्यूहरू, यहाँहरूलाई म आग्रह गर्न चाहन्छु, भाषा मेरो अशिष्ट भएछ भने म क्षमा माग्न चाहन्छु, तर एउटा कुरा तपाईहरुलाई सम्मानजनक ढंगले म भन्न चाहन्छु, तपाईहरुको हृदय छ कि छैन? नागरिक प्रति उत्तरदायी हुने हृदय छ कि छैन? तपाईहरु देशको मन्त्री हो, देशको नेता हो, या एउटा सानो समूह, एउटा झुण्डभित्रको तपाईहरु चाहिँ जो मन्त्री हो? अनि तपाईहरु मन्त्री बनिरहँदाखेरि अनि तपाईहरु एक्लै चुनाव जितेर आएर बन्नु भएको, त्यसो भए गठबन्धनको आवश्यकता किन? अनि कांग्रेस एमालेका साथीहरुलाई, मन्त्री हुनु भइसकेका साथीहरुलाई अझ म भन्न चाहन्छु, अब यो 4-5 वटा क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोटाले पुग्ने भयो त?